भन् न खै ह्यान्डसेक गरौँ न ल ठिक छ नि अनि मैले एकचोटि के हो देखेको थिएँ क्या है साथी साथी होइन र हो नि तिमी कति क्लासमा हो र टुमा हो टुमा हो अब उहाँ त फोनमा पुगिसक्नु भयो त अनि उसलाई मैले जुस खाएको होइन मलाई देऊ न भनेको त आएर दिइराखेँ खुवाएको क्या ज्ञानी कि नज्ञानी हो नि ज्ञानी हो कि होइन साथी ज्ञानी हो कि होइन भन् न है ल तिमी अहिले कहाँ बस्छौ अर्कै ठाउँमा हो नि है ल यहाँ हेर है साथी है यति ज्ञानी भएको कि पहिला ऊ बदमास जस्तो थियो आजकल कति ज्ञानी भएको के हो यसको रहस्य किन ज्ञानी भएको हो र पढाइमा नि अहिले पहिलाभन्दा राम्रो भएको क्या होइन होइन हजुरहरू दिदी भाइ कतिजना हो भन्नु त दिदी मम्मी बाबा र म 5जना ए आफू कुन चाहिँ छोरा हो थाहा छ कुन छोरा हो थाहा छ आफू ठुलो छोरा हो कुन हो त सानो सबभन्दा ठुलो को दिदी पछि दाइ आफू कान्छो नि है सबभन्दा भोलि मोटर्स डे हो नि त सबभन्दा माया कसले गर्ने होला भोलि मोटर्स डेमा के गर्ने हो थाहा चाहिँ छैन र ए भोलि होइन सरी पर्सि अहिले त सन्डे मम्मीको लागि के दिने थाहा छैन हजुरले चाहिँ के दिने हो त है कपाल सपाल शिर जस्तो थारो पारेर मम्मीको माया लाग्छ कि बाबाको भन्नु त मम्मीको ज्यादा माया लाग्छ हजुरको नि दुइटैको माया लाग्छ है दुइटैको माया लाग्छ अरे ठिक छ ओके दुइटैलाई माया गर्नुपर्छ ल बाबालाई पनि मम्मीलाई पनि माया गर्नुपर्छ अनि आउने सन्डे चाहिँ मदर्स डे परेको भएर मम्मीको लागि होइन आफूसँग पैसा छ कि छैन 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 साँच्चै खुट्टीमा ग्यास लागेछ कपडा किनिदिनु भनेको तिमीले कसले अर्को केटाले कि कपडा किनिदिने आफ्नो मम्मीलाई हो र 1100को ला अनि साथीहरूले चाहिँ 1100को कपडा किनिदिएर हजुरहरूले चाहिँ केही पनि नदिने मम्मीलाई आफूसँग पैसा छ भने होइन एउटा चकलेट भयो भने दिनु अझै धेरै छ भने केही चिज किन्नु त्यो पनि भएन भने बिहानमा उठेर मुखसुख धोएर होइन मम्मीको खुट्टाबाट ढोग्नु अनि त्यसपछि एउटा फुल भए पनि हातमा लगेर दिनु ल है अनि त्यसपछि मम्मी के भन्छ मेरो छोरा कति ठुलो भएछ ज्ञानी भएछ बुझ्ने भएछ भनेर के हुनुहुन्छ मम्मी ह्याप्पी हुनुहुन्छ ह्याप्पी भएपछि तिमीहरूलाई खुसी मिल्छ अनि मम्मी त पर्ससँग भएर तिमीहरूको लागि त के गर्छिन्छ नि त त्यही गर्नु ल हस् हस् के छ अरे सन्डे मदर्स डे होइन स्कुल छ नि स्कुलमा पनि त मान्नुहुन्छ होला नि स्कुल छैन सन्डे अब ए हजुरहरूको त अझै कहिलेसम्म छुट्टी हुन्छ अनि उसको त लागिराखेछ नि त स्कुलमा पनि मदर्स डे मान्नु होला होइन ज्ञानी भएर बस्नु होला मैले यहाँ के तिमीहरू कति वर्ष पुग्यो खोइ कति वर्षको फरक छ हेर आफू पनि न हो अब हात त बराबर छ त फेरि पहिला र अहिले कति चेन्ज हुनुभएको छ कति बुझ्ने हुनुभएको छ होइन ज्ञानी हुन बन्छ कि छैन र छ नि होइन आफू नि उसको त दाइ छ नि है अर्को पनि है दाइ छ है दाइ कति क्लासमा 6मा ऊ पनि धेरै ज्ञानी भएको पहिला बिचमा बदमास भएको थियो क्या हो र चोर्नु हुन्छ कि हुँदैन र अङ्कल फेरि पुराको यसको मेरो पुरा कान बटारेर काम गर्ने के अरे बिगार्ने एकजना गाली पिटाइ खाने एकजना भएको है उल्टो भयो होइन ल
ल अब स्कुलमा ज्ञानी भएर पढ्ने भयो होइन मम्मीहरूलाई ज्ञानी भएर मदर्स डे मान्ने भइहाल्यो स्कुलमा पनि राम्रोसँग पढ्ने भयो अनि भविष्यमा के बन्ने हो र बिजनेसम्यान ओ माई गॉड अनि अब पुलिस ओ डेन्जर एउटा पुलिसम्यान बन्ने आमा एउटा बिजनेसम्यान ओके ल राम्रोसँग पढेर अझै के थाहा पुलिस भन्दा बिजनेसम्यान भन्दा ठुलो अझै केही बन्छ कि है ज्ञानी भएर ठुलो भएर अनि बाबा मम्मीहरूलाई के गर्न मन छ नि ठुलो भएपछि एउटा घर बनाउने अनि त्यसमा म मेरो परिवार र बाबा मम्मीलाई बसाउने बाबा मम्मी दाइ दिदीहरूलाई त्यसैमा बसाउने वा गुड थिङ्किङ आई सो ह्याप्पी म चाहिँ खुसी भएँ यत्रो उमेरमा त्यस्तै भनेको अनि हजुरले भन्नु न खोइ भन्नु न हजुर भोलि पर्सि के गर्ने के ठुलो भएर पुलिस बनेपछि के गर्ने त जनताहरूलाई भ्रष्टाचारलाई कुट्ने अनि चोरहरूलाई थुन्ने गर्ने कि परिवारलाई के गर्ने त छिटो खोइ ल भन्नुहोस् छिटो ल खोइ केही पनि नगर्ने यसको मतलब आफै बदमास भएर आफै त हलाउने बन्ने हो क्या छिटो भन्नु ल थाहा छैन उसको कपी भयो नि त उसले भनेको कुरा हजुरले भनेको आफूले भित्रदेखि सोच्नै बाँकी छ सोचा छैन के गर्ने भनेर जग्गामा बस्नु जग्गामा के राखेर बस्नु त्यही खाली जग्गामा बस्नु जग्गा किनेर त्यसमा घर बनाउँछ मेरो जस्तो भयो नि भएन ल अब जग्गा छैन जग्गा किन्नै पर्यो होइन अनि बल्ल घर बनाउने हो होइन बिस्तारै सबै कुरा गर्ने ल जस्तो भए पनि राम्रोसँग पढ्ने ठुलो मान्छे बन्ने होइन बाबा मम्मीहरूलाई माया गरेर राख्ने है थ्याङ्क यू सो मच आफ्नो मनको कुराहरू राख्नु पऱ्यो धेरै धेरै धन्यवाद अनि के भन्नुहुन्छ यहाँ हेर्नेहरूलाई ल भन्नुहोस् के भन्नु नि भन्ने बाँकी छैन भन्नु बाँकी छ भन्नै बाँकी छैन दिमागमा केही आयो नि छैन अनि के भन्ने ल हेर्नेहरूलाई यहाँ हेर्नुहुन्छ कि अहिले ल कला मगर भनेर सर्च गर्नु कला मगर मोटिभेसन भनेर अनि त्यसमा तपाईँहरूको आउँछ ल हेर्नु है के गर्नु लाइक सब्सक्राइब गर्नु कस्तो लाग्यो हामी बोलेको सबै भन्नु त लाइक सब्सक्राइब गर्नु कल पनि गर्नु सेयर पनि गर्नु यो भिडियोलाई भाइरल बनाउनु बनाउनुहोस् अनि सबैहरूसित यो भिडियो जान पर्यो यो भिडियो राम्ररी बनेको छ आर्टिफिसियल होइन एडिट होइन पुरा ओरिजिनल हो धन्यवाद थ्याङ्क